आज पौषको 4 गते म तपाईहरुलाई विष्णुपादुकाको दर्शन गर्न जाँदैछु। म फाइनली धरानबाट कटेर म विष्णुपादुका मन्दिर प्रवेशद्वार गर्दैछु। यहाँ गेटबाट चाहिँ गाडीहरू जान पाउँदैन, कति अत्यन्त भिड छ। यो पौखे औँसीका दिन यहाँ श्राद्ध गर्नेहरूको व्यक्तिहरूको अत्यन्त ठुलो भिड हुन्छ। प्रायःजसो पौखे औँसीका दिन बरात क्षेत्रले विष्णुपादुका अत्यन्त भिड हुन्छ। देख्न सकिन्छ विभिन्न ठाउँबाट आएर भिक्षा माग्नेहरू, भिक्षुहरू, अशक्त व्यक्तिहरू यसरी भिक्षा मागेको देख्न सकिन्छ। यहाँ पितृका नाममा प्राय खोला बगरमा सबैतिर देख्न सकिन्छ श्राद्ध गरेर बस्ने देखिन्छ। कोही अपाङ्गता भएका विभिन्न ठाउँमा गाइने गन्धर्वहरूले पीर पाखामा गीत गाएर अत्यन्त रमणीय बनाएका छन्। आफ्ना पुराना लोक भाकाहरू यसरी गाएर आफ्नो भिक्षा मागिरहेका छन्। एउटा लाग्छ एउटा पर्व जस्तो देखिन सकिन्छ। बाटो अत्यन्त अप्ठ्यारो भए पनि अहिले सहज बनाएको छ। भित्तामा देख्न सकिन्छ विभिन्न। फाइनली म विष्णुपादुकाको प्राङ्गणमा आइसकेको छु। मन्दिरको एरिया यो मन्दिर कम्पाउन्ड। यहाँ ठुलो अक्षरमा विष्णुपादुका लेखिएको छ। पहिलाभन्दा धेरै विकसित रूपमा आजभन्दा लगभग 17-18 वर्ष अगाडि पनि गएको थिएँ म बुवाआमासँग, तर त्योभन्दा भिन्न छ। देख्छ यो कोका नदी हो। यो कोका नदी चाहिँ विष्णुपादुकाबाट शिर भएर तल बराह क्षेत्रमा आएर मिसिने नदी हो। यो ठाउँ ठाउँमा पानी यसरी छङछङ भएको देखिन सकिन्छ भने कहीँ चाहिँ पानी सुक्खा छ। अब पानी देख्न सकिन्छ। सानो यहाँ देखिन्छ, तल आएर बारा क्षेत्रमा चाहिँ ठुलो यहाँ फाइनली यहाँसम्म चाहिँ यसरी पानी बगेको देख्न सकिन्छ। यहाँभन्दा थोरै तलतिर जानुभयो भने पानी छैन। अब म तपाईँलाई देखाइरहेको छु। हेर्नुहोस् यहाँसम्म पानी बगिरहेको देखिन्छ भने तलतिरपट्टिबाट अब पानी छैन। यसको अचम्म छ यहाँ। ल हेर्नुहोस् अब यहाँदेखि उता सुक्खा छ। ल हेर्नु यहाँ पानी देखिन सकिन्छ, थोरै पानी देखिन सकिन्छ भने बग्दै आएको पानी यहाँबाट गएर यहाँबाट दबेको छ पानी। अब यहाँबाट उता सुक्खा छ, पानी कहीँ देखिन सकिँदैन। यो एउटा विचित्र ठाउँ हो। यसको विशेषता पनि यही हो। कोका नदी खोला विभिन्न पुराणहरूमा यसको विशेषताहरू बुझ्न सकिन्छ। त्यो मैले व्याख्या गर्न चाहिन्न। देख्न सकिन्छ आज पौखे औँसी भएर होला जताततै फोहोर मैला पनि बढी छ। देख्न सकिन्छ स्वस्थ पानी र हरियो पानी अहिले यहाँ फोहोर मैला बढिरहेको छ। त्यही पानीलाई युज गरिरहेका छन्। अब देख्न सकिन्छ म तपाईहरुलाई अब माथि विष्णुपादुका प्राङ्गणमा लाँदैछु। यो मन्दिरको एरिया ठुलो अक्षरमा लेखिएका विष्णुपादुका भनेर इङ्ग्लिसमा लेखिएको छ। म अब मन्दिरको मेन गेटबाट भित्र छिर्न जाँदैछु। यो विष्णुपादुकाको मन्दिर। यहाँ विभिन्न ठाउँबाट आएर रातभरि बास बसेर बस्नुभएका आफ्नो पितृका नाममा दियोबत्ती बालेर बस्नुभएका देख्न सकिन्छ। यहाँ विभिन्न अशक्त व्यक्तिहरू पनि आउनुभएको छ देख्न सकिन्छ। मन्दिर म अहिले जाँदैछु। मन्दिरको वरिपरि विभिन्न